जस्तो आयो त्यस्तै हजुरहरूलाई प्रस्तुत गरिहाले। अब केटाकेटीहरूले आफ्नो रहर पूरा गर्नको लागि खोलेको च्यानल हो, सब्सक्राइब चाहिँ गरिदिनु होला, धर्म हुन्छ। सो हेलो गाइस, तपाईँलाई स्वागत छ मेरो नयाँ ब्लगमा होइन। म चाहिँ अब तपाईँहरू के आफ्नै आयुषमा अहिले चाहिँ टक्कसँगले हुन्छ नि बिहान भइसकेको छ। अनि अब बिहान त्यसपछि चाहिँ अब हामी फुटबल खेल्न जाने भन्ने कुरो भएको थियो नि त हिजो बेलुका। अनि अब हामी चाहिँ फुटबल जानको लागि हामी चाहिँ अब तयार भएर हामी जानुपर्ने हुन्छ नि त। अनि आज चाहिँ मेरो सुरु दिन युट्युबमा भ्लग तपाईँलाई कस्तो लाग्छ कि सपोर्ट गरिदिनु पर्ने हुन्छ तपाईँहरूले होइन। भ्लग चाहिँ फनी टाइप कस्तो बनाउने भन्ने कुरो छ मेरो तुमसे ना हो पाएगा होइन टक्कसँगले। अनि यहाँ चाहिँ केटाहरू अब फुटबल खेल्न जाने रेडी हुन छोड्यो केटाहरू। यहाँनिर हाम्रो त सबै के भन्दैन यार, दुई चार शब्द यार केही त होला नि त। हेलो एभ्रीवन। के बोले भाइ? के बोले? त अनि भन्दा दुई चार शब्द यार यसो सपोर्ट के छ नभन्ने यार छैन केटाहरू, सपोर्टै छैन केटाहरू। कहाँ सपोर्ट गर्दै गर्दैन हुँदैन त नि आफूलाई। अनि अब कैसे लोग रहते हैं यार यहाँ पर। अनि अहिले चाहिँ बिहानको भर्खर 6 बजिरहेको छ होइन। अहिले चाहिँ म इटरीमा छु, 6 बजिरहेको छ बिहान टक्कसँगले। यस्तो छ इटारीको भ्यू चाहिँ बबाले छ, छेउ छैन टक्कसँगले हावा चलिरहेको छ चिसो। गएर आज फुटबल खेल्नु पर्ने हुन्छ, हान्नु पर्ने हुन्छ मान्छेहरूलाई। म्याच कस्तो हानिन्छ पनि आज त जित्नु पर्ने हुन्छ नि त फुटबलमा त। भाई साहब कुछ ज्यादा नहीं हो गया ये? मतलब कुछ भी। धेरै दिनपछि फुटबल खेल्न आएको छु, कमब्याक त हान्नै पऱ्यो नि त आज फेरि है। लकेर अहिले हामी म रेडी भएर तपाईँलाई भेट्छु। ओके हामी सबजना रेडी भइसक्यो टक्कसँग होइन। अब फुटबल खेल्न जानुलाई रेडी भइसक्यो, म पनि रेडी भइसकेँ होइन। खासै अब हो अहिले पनि पुरा रेडी भएको छ होइन। टक्क लगाएर भइहाल्छ। बाइकमा चाहिँ हामी जाने हो नि त, दुईवटा बाइकमा चाहिँ हामी 5 जना जानुपर्ने हुन्छ। 5 जना चाहिँ कसरी जानु त? यता चाहिँ ट्राफिक देखेर बिजोग हुन्छ हजुर। बुट त मसँग छैन नि, त्यो त मिलिहाल्छ अहिले होइन टक्कसँगले। खुम्चेको छ स्टाइल हेरेँ होइन त, खुम्चेर चाहिँ भएर छ त नाम हो कि क्या यस्तो हुँदैन कि क्या हो खोयो कहाँ हो फेरि आउँदैन त हो होइन। केटीको आयो जस्तो त अनि केटीको आएछ केटाहरू फेरि होइन। अनि यता आमा चाहिँ टक्कसँग बढाएर हुनुहुन्छ, बिहानै उठेर त काम गर्नु पऱ्यो नि त। अनि यता बहिनी पनि अब लागि रेडी भइसकेर बसिरहेको छ होइन, एक्जाम सकेर। अनि हाम्रो खतरा प्लेयर के अरे मेसी हेर्नु त के 2-4 शब्द भन्दैन त, मतलब वो अलग ही लेवल का बंदा था। 2-4 शब्द यो तेरो बहुत हरामी शब्द भन्छ यार। कहाँ तँ हाँसु गरेर हुन्छ त। के बोले भाइ? के बोले? अब चाहिँ केटाहरूले चाहिँ बाइक स्टार्ट गर्छ अनि पनि चढ्नु पर्ने हुन्छ। टक्कसँग बाइकमा चढेर हामी जान्छौँ होइन। अब ल कुरा बाइक कुरा यो बाइकमा 3 जना जाने हो तो कहीँ क्या हेर्नु फेरि बच्चे बाइकमा चढ्छु ल अन्त ल के छ बुटको ब्याग बाले छ लाग्छ कि बुट छ बुट छैन कसको लागि बुटै होइन भने बिजो हुन्छ नि त। दुईटा मात्रै खान्छ मेरो भेना अमर बुट कहाँ हाल्दै तिम्रो? अहिले चाहिँ हामी टक्कसँगले फुटसल आइपुग्यौँ होइन। अब फुटसल चाहिँ टक्क यस्तो छ। अहिले चाहिँ हामी यहाँ भित्र छिर्छौँ होइन। भित्र छिर्न आँटेको भेनाहरू पनि आउनु भएको छैन नि त। अनि हामी चाहिँ अब 3 जना आएका थियौँ बाइकमा, म अनि 3 जना आएका थियौँ। 3 जना आइसक्यौँ हामी चाहिँ। अनि अहिले चाहिँ भेनाहरू पनि आइसक्यौँ। म टक्क लगाएर 2 जना सानो बाइकमा होइन छुट्टै छ कहाँ। अनि जस्ट आज चाहिँ हान्नै पर्ने हुन्छ फेरि फुटसल केटाहरू, आज चाहिँ हान्नै पर्ने हुन्छ होइन। टक्कसँग यस्तो मौसम त हेर्दा फेरि त घरमा बसेर आनन्द सुत्ने खालको मौसम छ नि। के गर्ने यहाँ बिहानै उठाएर ल्याएका छन् तनाव छ नि मलाई। माइक त नलिएको मैले आज, माइक चाहिँ नलिएको क्या। माइक चाहिँ त्यो हावा उडायो भने हराउँछ। हिजो भर्खर किनेको माइक अनि हराउँछ नि त।
त्यो त माया लाग्नु परेन त अनि अहिले हामी टक्क भित्र छिर्न थाल्यौँ है सबजना केटाहरू टक 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 छिट्टै चलफलमा है टक्क लाएर त्यो चाहिँ कहाँ अरे यो बेला के कुन फुटसल अरे एरिना होइन त एरिना फुटसल टक्क छ अरे मगर त कमी नै छैन नि यहाँ त होइन त टक्क यहाँ दाइहरू चाहिँ खेलिराख्नु भएको छ हामी पनि अहिले खेल्नु पर्ने हुन्छ नि त दाइहरू चाहिँ होला सायद पछि बस्नु खोइ म त खाली खुट्टा हान्नु होला नि त अब होइन केटा बुट्छु छैन केटा घोटाला गरिहाल्यो भने मलाई त्यो परेँ कत्रो मलाई ठुलो सोच थियो यार बुट्लाएर खेल्ने माया केटाले यार खाली चप्पलमा खेल्नु चप्पलमा खेल्नु क्या हो केटाहरूले चाहिँ आफ्नो बुट हेरेर त केटाहरू यस्तो नगराइ तिमीहरू मलाई यार तेरो दियो नि त मलाई नभए एकछिन तेरो दियो नि त मलाई के बुट क्या बस्यो नि गोल्सा जुत्ता थियो मुला अस्ति बिहा दिएको नि गोल्सा जुत्ता कस्तो दामी काँडा छ है त्यसमा ठ्याक्कै यो खोइ योभन्दा खतरा खाना छ यस्तै छ भने यस्तै खाना छ बप्पा त्यो चाहिँ खतरा खेल्नु यत्रो भिडियो राम्रो स्टोरेज छ कति युज भएको छ अहिलेसम्म छ नि स्टोरेज त अब त्यही एकाउन्न बाउन्न स्टोरेज भएको छ खेल्दा नि भिडियो होइन मोबाइल फुटेर नि लाग्यो तनाव कहाँनिर बस्नु के मोबाइल होइन फुटेर तनाव हुँदैन बाहिर दुःखले बनाउँदा भइहाल्छ त बाहिर चाहिँ कोभिड त होइन कोभिड फुट्दैन त जिरो लाइन ल्याउनु पर्छ नि बेला ल्याइदिनु भएको छ बुट बेला बुट ल्याउनु भएको छ तपाईँले मेरो लागि ए एकदम थिएन खाली खुट्टी खेल्नु त हाम्रो फाल्नु त हामीले हाल्यो 12जना बढी पुग्छ नि 7 8 13 यहाँ 5जना यहाँ चाहिँ दाइहरू खेल्दै हुन्छ ढक्का लाएर ओ के गर्छ तँलाई ओ तँ आएछ भाइ जोस केटाले गर्छ कि क्या आज हेर्दा त कडै खेल्छ त कस्तो खुट्टा रातभरि दुखेर सुत्न नसकेको थिएन कहाँ दिन्छ रातभरि चाहिँ रातभरि खोइ ब्रोडकास्ट खोइ त हालेको ब्रोडकास्ट गर्ने खोइ त अनि मसँग गर्ने ब्रोडकास्ट छ नि निद्रा लागिरहेको रहेछ यार त्यो नेट नचल्यो निद्रा लागिरहेको म धन्दाले मोबाइल भेट्छ राति सँगै होइन जहाँ टिम पुग्दैन होला त त्यही भएर चाहिँ कस्तो सँगै भन्छ नमुना छ कि क्या हाम्रो चाहिँ टोली गइसक्यो एकजना खेल्नलाई त्यो दाइकोबाट अनि के गर्छ कि भाइले जस चलफल हेर्दा त्यो खत्रै छ चलफल खेल्न चाहिँ खासै चाहिँ आउँदैन क्या मुलाई खेल्नु चाहिँ यता सबजना रेडी हुँदैछन् बेना साथी अहिले चाहिँ हामी टक्क सरले फुटबल खेलिसकेर निस्केको अब चाहिँ हामी घर जानुपर्ने हुन्छ नि त घर चाहिँ हामी जानुपर्ने हुन्छ टक्क सरले बाइका छ हाम्रो फेरि धेरै आमा चाहिँ जान्छु नि अरू 3जना केटाहरू चाहिँ एकछिनतिर आउँछ टक्क लाएर होइन बाइक चाहिँ यो त्यसमा जान्छु मैले टक्क सरले अनि घरमै गएर भेटौँला तपाईँहरूलाई होइन 1 hour later. घर आइपुगेछौँ घर आइसकेर अनि हामी चाहिँ हातखुट्टा मुखसुख धोइसकेर हामी सबैजना बस्यौँ होइन होइन अब आज गोल चाहिँ भन्ने कुरो त्यस्तै भइहाल्यो होइन
केटाहरूले खेल्नै सकेनन् कि नखेलेको हुन् कि के हो त खेल्न सक्दैन कि क्या हो गोल त यार कसलाई हानेको भाइ तँलाई नै भनेको हौ हेरिन खालि कुदे गर्छ उहाँ फेरि साथीको चलमा चाहिँ आज म यस्तो गोल हान्थेँ भनेर गएको थियो होइन हो नि तर छिर्न सकेन नि गोल त सोचिरहेको थिएँ होइन केही त भन्नु पर्यो यार सोचिरहेको थिएँ तिम्रो गोल छिराएनौ यार एक गोल पनि छिराएनौ भने ला तिमी गएपछि छिरायो त छिरायो भने चाहिँ म पनाउती रहेछु भन्ने कुरो म यहाँबाट साबित गर्न चाहन्छु तपाईँलाई होइन होला के हो हो नि हो छिराएको हो त गोल छिरायो त के थाहा मलाई दुईजना तिम्रो तिनजना सँगै आएको होइन त के तिम्रो त उल्लु रहेछ यार बाइकको चाबी चाहिँ कहाँ राखेको नि बाइकको चाबी हेर्नु पो पर्छ त बाइकको चाबी राखिदियो अनि फेरि जानुपर्ने भएन समस्या भयो त अनि यहाँ के चोटि तेरो फोनमा भर्खर तँसी आएको होइन मलाई डाटा पनि चलाएको छुइनँ मलाई कहाँ छ फोनै छ जाँदा फोन कसरी गायब भयो के फोनै होला तेरो भाइ अहिले मलाई आफू लुकाएर फोन आएर भाइ फोन लगाएको अघि म फोन कल गर्न मागेको पुरा मुसु मुसु हाँस्दैछु लगाए फोन मैले फोन लगाएको छु नि भाइसित कुरो आफ्नो फोन त आफू जता राख्नुपर्छ नि त मलाई फोन आयो भन्दै अनि मसी माग्न आउँछ के एकचोटि फोन गर न अनि कहाँ छ फोन गर त कहाँ छ एकचोटि फोन गर छैन म लुगाएको म त यिनीहरूसँग आएको फेरि लास्ट टाइममा अघि आयो लुकाइसकेको नि त कहाँ हिँडेको त अब के छ स्कुलमा चाहिँ तेरो एक्जाम कस्तो एक्जाम हो राम्रो के एक्जाम छ आज जिकेको पढिस् त के पढिस् के पढिस् भन् त के को कख गएको आउँछ दाजु आज कख गएको आउँदैन के भएको जिकेमा त्यही त कख गएको आउँछ आउँदैन नि त अघि भाइ ड्रइङ भन्दै थियो त ए यसले जेनी म रिसिपेका भन्दै थियो टिचर पाउँदै थियो यहाँ ए ओइ आइज त आइज ड्रइङ चाहिँ भोलि अरे नि त अनि यहाँ आइज अनि अहिले चाहिँ कसरी जिके भयो अनि मैले रुटिन हेरेको थिएँ यहाँ आइज अनि अहिले पढ्यो भनेको होइन नि यो चाहिँ कसरी रुटिन हेरिस् त त्यसो भयो पहिले हो ओ केटाकेटी न बिचरा यार ओइ के रे केटाकेटी तँलाई ठाउँको के अरे यहाँ ड्रइङ भन्नाले टिभी हेर्न दिन्छन् भनेर भन्न आयो भनेर क्या ड्रइङ भन्दै थियो हिजोदेखि त अहिले पनि बिहानसम्म ड्रइङै भन्दै थियो अरे टिभी त चल्दैन उ त्यो वाइ अनि ड्रइङ चाहिँ कहिले हो भोलि ड्रइङ हो तँलाई टिभी नै हेर्नु भन्छ त त्यो कपी लिएर यसको फोटो खिच्दै गर्छ ए यसको स्क्र्याच बनाउँदै एउटा मलाई स्क्र्याच बना स्केच के बोले भाइ अब के बोले के भन्छ त होइन त्यो स्केच भन्दैन अरे ओ भेटेस् मोबाइल गाह्रो छ मोबाइल रुन लगाइदिस् त अनि मलाई थाहा छैन चार्ज मारेर फोन गायब भयो गायब त हुन्छ नि त भाइ त्यस्तै हो त हराउँछ चार्ज लगाएको थिएन मैले चार्ज लगाइदिएको अघि आएर त्यो वाइफाई चाहिँ किन नचलेको मिला न सेटिङ हले गर्न भन्छ हौ हल्याउनै अल्छ क्या त्यो हल्ला गरेर गर्छ त्यसो त हल्याउनु न भन्छ ओ बिनिस त्यो होला त वाइफाईलाई तार त्यो तारहरू बना न सब तार निकालेर जोड्दै जस्तो बनाएर जस्तो भयो उपद्रो हेर्नु उपद्रो यसको उपद्रो चकचके ए चकचके ल अहिले चाहिँ हामी टक्कै खानासाना खानुपर्ने हुन्छ एकछिनमा होइन अब खाना चाहिँ पाक्दियो होला अहिले चाहिँ खाना खानुपर्ने हुन्छ खाना A few moments later. अहिले चाहिँ टक्कसँगले होइन म अघि नै खानासाना खाइवरी बसिरहेको थिएँ आराम गरेर होइन अनि अहिले चाहिँ अब यसो माथि सकेर अरे भन्न थालेँ नि त फोटोसोटो खिच्दिनँ त भनेर नि फोटोसोटो खिच्दिनँ भनेर टक्कसँगले हामी यहाँ छतमाथि आएर बसेको छतमाथि आएको त हावा त यस्तो चलिरहेको छ नि बाफ्रे बाफ उडाउन जस्तो छ हावा लुगाले त उडा अनि आज फेरि अब गोल खेलेको धेरै दिन पछाडि गोल खेलेको खुट्टा पुरै दुखेर बिजो लागिरहेछ होइन टक्कसँगले हुन्छ नि अब अनि म चाहिँ अब भोलि बिहान पनि एकचोटि गोल खेलिसकेन अनि अब भोलि चाहिँ घरै फर्किनु पर्ने हुन्छ मैले अनि पर्सिदेखि त फेरि जानु पऱ्यो नि त आफ्नो काममा ड्राइभिङ त छुटाउनु भएन नि त होइन टक्कसँग लाइसेन्स निकाल्नु पर्ने छ यहाँ पछि यहाँ ब्लगर सक्सेस भइसक्यो कहाँ मलाई बाइक साइक किन्ने कार सार किन्ने सोच छ अनि कहाँ अहिले यहाँ इन्टरभ्यू आएर बसेर हुन्छ त भाई साहब कुछ ज्यादा नहीं हो गया ये? मतलब कुछ भी म बेरोजगारी त होइन नि त मेरो त धेरै कामहरू पो छ त मानेर गएर
सानो कामहरू छ त अनि कामसाम गर्नुपर्ने हुन्छ होइन अनि त्यस्तो हेर्नु यस्तो छ है यो चाहिँ इटरीको नजारा टक्कसँग बब्बाले भ्यू आउँछ है माथि यता चाहिँ टक्क धरान पर्छ होइन सट्ट लाएर अनि यतातिर चाहिँ हाम्रो घर पर्छ है पथरीतिर पर्छ यता चाहिँ पथरी साइड पर्छ भनौँ न होइन टक्क अनि अहिले यहाँ चाहिँ म टक्क छतमाथि छु नि त अनि अब लागे क्यामेरा घर पनि अब इटरीमै हो नि त टक्कसँग लागे क्यामेरा त तपाईँहरू चिन्ने हुन्छ होला सायद त्यो फ्री फायर प्लेयर भन्ने चाहिँ अनि त्यो लागे क्यामेरा घर चाहिँ यतातिर पर पर्छ कि यता सबै कतै पर पर्छ यतातिर हो होइन त्यो लागे क्यामेरा यसो चलफल होइन लागे क्यामेरा पनि अब खतरे राम्रो इन्कम गर्छ होइन टक्कसँगले जस मलाई पनि त्यतिकोसम्म चाहिँ पुऱ्याउनु पर्ने हुन्छ क्या फेरि तपाईँहरूले बुझ्नु भएन ठ्याक्कै होइन अनि अब त्यही हो अब चाहिँ हामी एकछिन फोटो खिचिदिउँ न त भन्ने कुरो भइरहेको छ यहाँ उसको के फोटो खिचिदिने हो त तेरो यता आएर भन्नु न यार के फोटो के खिचिदिनु कतिवटा फोटो खिच्ने भन्नु न त तेरो स्टोरेजले थाम्दैन एउटा भन्दा बढी खिच्न मिल्दैन होला होइन नि मिल्छ नि यार मिल्दैन तेरो फोनको ल हामी यहाँ टक्कसँग फोटो खिच्छौँ होइन ट्याक्का लगाएर यो भाइ चाहिँ धेरै खतम मान्छे हुन् क्या फेरि फोटो भनेपछि चाहिँ वाक्क लाउँछ फोटो भन्दै यहाँनिर मेरो लगभग स्टोरेज त्यही माथि थोरै छ नि त स्टोरेज चाहिँ फुल बनाइदिने भयो जस्तो छ केटाहरूले हामी अब यसो एकछिन चाहिँ हामी फोटो खिच्छौँ होइन फोटो खिचिसकेर चाहिँ हामी तल जान्छौँ होइन अनि सायद तल गएपछि लगभग आजको भ्लग सायद यति नै हुनसक्छ कि यहाँबाट थप पनि हुनसक्छ त्यो चाहिँ म भन्दिनँ होइन थाहा हुन्छ टक्कसँगले होइन भरे 5 बजे चाहिँ भिडियो 5-6 बजीतिर भिडियो अपलोड गर्नुपर्ने हो अरे यहाँ नेटवर्कको यो वाइफाई बिग्रेर यहाँ तनाव भइरहेको छ तनाव कस्तो छ होइन जो हिजोदेखि नेट चलेको छैन नि त अनि त्यही भएर आज केही चलाउन पाइरहेको छैन तनाव त भइरहेको छ नि के गर्नु है सबै त्यो जो सपोर्ट चाहिँ हान्नु पर्यो है फेरि मलाई सबले सपोर्ट चाहिँ हान्नु पर्यो युट्युबतिर पनि टिकटकतिर पनि है